सेवारो सबैजनालाई फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा है अनबक्सिङ भिडियो रहेको छ। यो चाहिँ मैले चाहिँ फर्स्ट क्राईबाट बेबी क्यारियर अर्डर गरेको थिएँ, त्यसको चाहिँ मैले अनबक्स गर्न गइरहेको छु र तपाईहरुलाई एउटा राम्रो रिभ्यू दिनेछु है, कस्तो छ के छ, राम्रो छैन सबै एउटा जेन्युइन रिभ्यू दिनेछु है। यो चाहिँ मैले 5-in-1 बेबी क्यारियर मगाएको थिएँ है, अनि कलर चाहिँ ग्रे कलरमा मगाएको थिएँ। अनि चाहिँ मैले अहिले तपाईहरुलाई यसलाई बोकेर पनि है कस्तो के हो सजिलो देखाइदिन्छु है। अनि यो बेबी क्यारियरको प्राइस चाहिँ डिस्काउन्टमा थियो है, त्यो भएर मलाई परेको छ 1528 विथ डेलिभरी है। वाउ, क्वालिटी चाहिँ मलाई एकदमै मन पर्यो है, एकदमै राम्रो आएको रहेछ है। तपाईलाई यदि कसैलाई चाहिएको छ भने यो चाहिँ मेरोबाट एकदम ग्रीन फ्ल्याग है, तपाईले लिन सक्नुहुनेछ। यो चाहिँ तपाईको 0 to 3 years ओल्ड सम्मको लागि है, एकदमै राम्रो हुँदो रहेछ। न्यू मम प्लिज लिन सक्नुहुन्छ, फर्स्ट क्राईमा छ विथ अफर है। यति राम्रो क्वालिटी। यो चाहिँ तपाईको 2 पार्ट पनि हुन्छ, त्यो चेन हुन्छ मुनिपट्टि हो, त्यो फुकाल्यो भने चाहिँ तपाईको कमरमा मात्रै सिटिङ पोजिसनमा बोक्न सकिन्छ है। यसको चाहिँ यो बक्समै सबै देखाइदिएको छ है, तपाईको सिटिङ पोजिसन, फ्रन्ट पोजिसन, ब्याक पोजिसन, फिडिङ पोजिसन है। यो हेरेर तपाईले चाहिँ हेरेरै सिक्नुहुन्छ कसरी के गर्नुपर्छ भनेर। मैले पनि त्यसरी नै सिकेँ है, एकदमै सजिलो हुने रहेछ। प्लिज गो फर इट है। अब मैले नानीलाई बोकेर उसको पापासँग बोकेर पनि भिडियो बनाएको छु, हेर्नुहोस् है। देखि यो नानीहरुको यो खुट्टाको पोर्सन चाहिँ यसरी टक्कै एम जस्तो पाराले चाहिँ फिजेक्स हुन्छ है, उनीहरूलाई एकदमै कम्फर्टेबल हुन्छ भनेर। र यो ब्यागले चाहिँ त्यही पोर्सन नै दिँदो रहेछ, त्यही पोस्चर दिँदो रहेछ र आई थिङ्क नानीलाई एकदमै कम्फर्टेबल छ है। उसले केही पनि रियाक्ट गरेको छैन, हि इज सिटिङ भेरी कम्फर्टेबली। सो यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो र उयो मेटेरियल पनि एकदम पक्का छ। र यहाँनिर अब इफ गरम ठाउँमा जाँदैछ भने चाहिँ यो हाम्रो ब्रिदेबल है, एयर पास हुने पनि उयो छ। सो दिस इज अ भेरी गुड प्रोडक्ट है। तपाईहरुले यदि तपाईहरुको नानीको लागि किन्नु इच्छा छ भने तपाईले फर्स्ट क्राईबाट किन्न सक्नुहुन्छ। अनि यसो तपाईको त्यो कम्बरको सपोर्ट कस्तो भयो? यहाँ हामी बोक्ने मान्छेलाई पनि यहाँनिर यो हिपमा सपोर्ट छ है। यसले गर्दाखेरि चाहिँ त्यो वेट डल्लै यो तपाईको सोल्डरमा आउँदैन रहेछ, अलिकति वेट डिस्ट्रिब्युट हुन्छ ओभरअल बडीमा। त्यसले गर्दाखेरि चाहिँ बोक्ने मान्छे पनि अलिकति धेरै थाक्दैन, यस्तो छ है। बोक्ने मान्छेलाई पनि अलिकति सुविधा नै हुँदो रहेछ। यो त दुईटा पार्ट हुन्छ हैन? यस, त्यो त्यो कुरा चाहिँ भन्नु बिर्सेछु। यहाँनिर यो रिमुभेबल पनि छ है, यहाँनिर यो एउटा चेन छ र अर्को भित्रपट्टि पनि छ। त्यो निकालेर चाहिँ खालि यो कम्बरको खालि साइड वेज लगाएर नानीहरूलाई अब हामीले त्यो गाग्री भिरेको जस्तो बोक्छौँ, त्यही हिसाबले बोक्दा पनि सजिलो छ यो चाहिँ है। दिस इज लाइक 4-in-1 भन्ने 5-in-1 हो, 5-in-1 भन्छ है। सो दुईटा चाहिँ हामीलाई थाहा भएको त्यो हो, एउटा वी क्यान क्यारी दिस वे र अर्को चाहिँ साइड वेज है। त्यसपछि एउटा फ्रन्ट वेज, एउटा भयो तपाईको फ्रन्ट वेज, एउटा भयो त्यो अहिले भाइ बसेको ब्याकवर्ड हो, अनि एउटा ब्याक ढाडमा पनि, अनि यो साइड वेज, एउटा यस्तो स्लिपिङ फिडिङ पोजिसनमा। सो यो प्रोडक्ट चाहिँ मलाई एकदमै राम्रो लाग्यो।